यो मोमोको किरा त वर्ल्डमा म मात्र होला। हाई गाइज, वेलकम टु द डे 4 अफ रिकमेन्डिङ मिठो खाने ठाउँ। सो आज हामी आएको छौं गैरीधारा नजिकै रहेको प्याराडाइज गार्डन। यहाँको पार्किङको कुरा गर्नु पर्दा दुईटा पार्किङ छ, गाडीलाई यता र बाइकहरू यता मजाले फिट हुन्छ। एम्बियन्स चाहिँ एकदमै राम्रो थियो, तपाईहरुले खोजेको जस्तै फुल अफ ग्रीनरी पाउन सक्नुहुन्छ। जाने बित्तिकै बारटेन्डर दाइले हाम्रो लागि समर स्पेशल ड्रिंक्सहरू बनाइदिनु भयो र हामीले पनि चियर्स गर्यौं। त्यसपछि भाइले चोको मिन्ट फ्र्यापे ट्राई गर्यो र दाइले भने कुकुम्बर मिन्ट कोलर ट्राई गर्नुभयो, जुन एकदमै रिफ्रेशिङ लाग्यो रे। एट लास्ट मैले पनि गुआवा मेरी ट्राई गरे, व्हिच वाज स्वीट एन्ड स्पाइसी। सुरुमा चाहिँ हामीले मोमो प्ल्याटर मगायौं। यो प्ल्याटरमा चाहिँ 20 वटा मोमो विथ 10 डिफरेंट फ्लेभर आउँदो रहेछ र मैले पनि भन्दै मोमो पड्काए र यो सबै मोमो एकदमै मिठो र फ्लेभरफुल थियो। त्यसपछि दाइले पेरी पेरी चिकन विंग्स मगाउनु भयो र दाइको पालो भन्दै विंग्स पड्काउनु भयो, जुन एकदमै मिठो थियो। भाइले चाहिँ भेजमा हराभरा कबाब मगायो, जुन हृदय कुकिज जस्तो खाउ खाउ थियो। एन्ड इट वाज हिज फर्स्ट टाइम ह्याभिङ भेज कबाब र भाइको पालो पनि भन्दै कबाब पड्कायो। एट लास्ट हामीले चिकन टिक्का पिज्जा मगायौं र दाइ र मैले पिज्जा चियर्स गरेर हाम्रो पालो भन्दै पिज्जा पड्कायौं। र यहाँ चाहिँ एभ्री फ्राइडे एन्ड सैटरडे 6 बजेबाट लाइभ म्युजिक स्टार्ट हुँदो रहेछ। सो आई हाइली रिकमेन्ड यु गाइज टु विजिट हियर। सी यु इन द डे 5 भिडियो। बाई।